हेलो साथीहरू, के छ खबर? मेरो खबर चाहिँ एकदम ठिक छ। अनि आजको चाहिँ बिदाको दिन म र अनि मसँगै काम गर्ने भाइ चाहिँ समुद्रतिर घुम्नुको लागि निस्किरहेका छौँ क्या। अहिले जापाना पनि जोस् हरियाली नै मौसम छ। वरिपरि देख्न सक्नुहुनेछ तपाईँले खेतबारीहरू र कतिवटामा चाहिँ हामीले नै लगाएको छौँ क्या बिरुवाहरू। अनि देख्न सक्नुहुनेछ जापानी स्टाइलका घरहरू कस्ता हुन्छन् भनेर। हेर्दाखेरि सानो अनि चिटिक्क परेको क्या, एकदम दामी दामी टाइपको हुन्छ क्या घरहरू। मलाई चाहिँ एकदम मनपर्छ होइन। सो आज चाहिँ हामी दुईजना दाजुभाइ मिलेर घुम्नुको लागि निस्किँदैछौँ क्या। ल है साथीहरू, अब हाम्रो छेउमा यहाँ अहिले हामी एउटा सुपर मार्केटमा पनि आइसकेका छौँ। र यो दोकानमा चाहिँ यो पसलमा स्मार्टमा चाहिँ धेरै कुरा बेच्छ। औषधिमा चाहिने खालके औषधि दबाईहरूदेखि पनि सबै पाइन्छ। अनि विभिन्न घरायसी अब मा प्रयोग हुने सामग्रीहरू किचनमा चाहिनेदेखि लिएर आफ्नो कोठाहरूमा सबैमा चाहिने सामानहरू सबै पाइन्छ। हामी चाहिँ यहाँनिर केही अब समुद्र घुम्न जाँदैछौँ नि त, त्यसको नजिकै त्यहाँ सपहरू छैन नि त। अनि त्यही भएर चाहिँ यहाँदेखि केही जुसहरू केही किनेर लैजाऊँ भन्नुको लागि यहाँ छिरेको छौँ है त। हेर्दै गर्नु होला आजको भिडियो। हामी यो ठाउँमा बस्छौँ। यो ठाउँलाई चाहिँ कानागावा प्रिफेक्चर भन्छ र हाम्रो पारिपट्टिबाट देखिन्छ सिजुओका प्रिफेक्चर भनेर। सिजुओका प्रिफेक्चरमै जापानको सबैभन्दा अग्लो हिमाल माउन्ट फुजी भन्छ, त्यो माउन्ट फुजी लोकेटेड छ। र यहाँदेखि चाहिँ हामी काम गर्दादेखि होस् या घुम्न जाँदाखेरि पनि जस्तो फुजिसान चाहिँ प्रायः देखिरहेको हुन्छ क्या। र फुजिसान चाहिँ एकदम हेर्दाखेरि चाहिँ एकदम क्लियर क्या। अहिले चाहिँ ठ्याक्कै यो 7औँ महिना 8औँ महिनामा चाहिँ फुजिसान चढ्नु चाहिँ मिल्छ भन्छ, किनकि यतिखेर हिउँहरू कम हुन्छ नि त, जाडोहरू कम भएको हुन्छ। 7औँ महिना र 8औँ महिना चाहिँ जापानमा अलिकति गर्मी मौसम परेको हुन्छ। अनि हामी त्यसकै पारिपट्टि कानागावा प्रिफेक्चरमा बस्छौँ है त साथीहरू। भाइ जाँदैछन् पर। हेलो साथीहरू, आज चाहिँ घुम्दै गर्दा हामी यो ठाउँमा आइपुगेको छौँ। यतापट्टि कानागावा छ, उतापट्टि सिजुओका छ। माउन्ट फुजी पनि यहाँदेखि देख्न सकिन्छ। यो ठाउँ यस्तो दामी छ कि, रमाइलो छ कि। अहिले फेरि कस्तो मौसम भएको रहेछ हेर्नु न, आधी घाम आधी छाया होइन। उतापट्टि घाम लागिरहेछ, यतापट्टि ठिक्क छाया परेको छ क्या। सूर्य लागिरहेछ। खास चाहिँ आज हाम्रो बिदा थियो पानी पर्छ भनेर। सो बिहानभरि पानी पर्यो, अहिले चाहिँ दिन खुलिरहेछ। अहिले पनि स्टिल बादलहरू देख्न सक्नुहुन्छ कस्तो छ भनेर। यो चाहिँ जापानको कानागावा प्रिफेक्चर पर्छ। सब घरहरू दामी छ। हाम्रो भाइ यहाँनिर फलिरहेका छन् खेतीपातीहरू। राम्रो छ यो ठाउँ है। कस्तो लाग्छ कानागावा प्रिफेक्चर? यस्तो जाडो गर्मी धेरै नहुँदो रहेछ क्या है, मलाई चाहिँ त्यस्तो लाग्यो क्या। हामी डिसेम्बरमा आउँदाखेरि पनि त्यस्तो जाडो थिएन क्या, जुन अरू ठाउँमा जस्तै अब कति हिउँहरू पर्ने होइन। हुन त हिउँको पनि आफ्नै रमाइलो छ एउटा, तर यहाँ चाहिँ अब त्यस्तो धेरै नजिकै समुद्र भएर पनि होला, जोस् मजाको छ ठाउँहरू। आज दाजुभाइ आएको छ घुम्नुको लागि, मेमोरीको लागि हो प्रायः बनाइरहेको छु म भिडियोहरू चाहिँ।
पछि यो ठाउँमा गएको थियो होइन भएन हुन न एउटा मेमोरी हुन्छ नि त पुरानो नै भइसक्यो है तर यो ठाउँ राम्रो लाग्छ मलाई चाहिँ ठाउँ चाहिँ मजाको छ क्या साथीहरू हेर्नु न आज चाहिँ मौसम चाहिँ अलिकति यो धेरै हावा चलिरहेछ क्या त्यो हावा चलेको कारणले गर्दाखेरि चाहिँ प्रायः बोलेको भिडियोहरू यताउतिहरूमा अलिकति भोइसहरू क्लियर नआउन सक्छ होइन माइक त युज गरिरहेको छु मैले यो वायरलेस ब्लुटुथ माइक हो यसबाट अडियोहरू त राम्रै आइरहेछ किनकि पछिबाट मैले त्यो भोइस ओभर गरेर पनि हालेको छु नि त घरमा गएर त्यतिखेर सुन्न सक्नुहुने चाहिँ कस्तो क्लियर आइरहेछ भनेर तर अहिले चाहिँ त्यहाँनिर चाहिँ हावा धेरै चलिरहेछ नि त यहाँनिर त्यही भएर चाहिँ अलिकति क्लियर नआउन सक्छ है त्यसलाई चाहिँ यसरी माइन्ड नगरिदिनु होला साथीहरू होइन हेलो साथीहरू अनि यहाँको मान्छेहरू चाहिँ एकदम धेरै कुकुर प्रेमी हुँदो रहेछन् क्या अस्ति नै म एउटा सुपर मार्केटमा गएको थिएँ क्या त्यहाँ कुकुरहरू पनि बेच्नु राख्छ क्या अनि कुकुरको प्राइसको दाम हेरेको आमा म नि छक्क परेको क्या त्यत्रो प्राइस अब कति प्राइस हो तपाईँ आफै हेर्नु ल यत्रो प्राइस पर्दो रहेछ क्या सो यहाँ चाहिँ हामीले त्यो सानो बच्चाहरूलाई स्याहार गरेको छौँ नि त्योभन्दा धेरै स्याहार गर्छ क्या यहाँनिर कुकुरहरूलाई क्या कस्तो इन्ट्रेस्टिङ छ नि होइन कुरा होइन अनि कुकुरहरूसँग हिँड्दाखेरि पनि यो कुकुरहरूले अब जता पाए होइन टोइलेटहरू गर्छ नि त त्यो टोइलेटहरू पनि उठाउँछन् क्या मान्छेहरूले उठाएर नै आफैसँग बोकेर अनि घरमा लिएर मात्र फाल्छन् क्या जहीँ पाइ त्यहीँनिर फाल्नु मिल्दैन क्या इन्ट्रेस्टिङ छ नि होइन साथीहरू साथीहरू बिहानभरि नै पानी पऱ्यो नि त अनि अहिले भर्खरै बाहिर निक्लिँदा पनि फेरि यो टी सर्ट मात्र लगाएर निक्लेको थिएँ नि त ज्याकेटहरू नलागिकन निक्लेको थिएँ नि त होइन त्यसले गर्दाखेरि चाहिँ अलिअलि जाडो जाडोवाला चाहिँ फिल चाहिँ भइरहेको थियो क्या मलाई
साथीहरू यो ठाउँमा चाहिँ टक्क मजाले बसेर होइन अब जुस खानेले जुस खाएर बियर खाने बियर खाएर होइन अनि टक्क रिल्याक्स पारामा क्या समुद्रको अब आएको हावासँगै आएको समुद्रको वेगहरू हेर्दै टक्क बस्नु चाहिँ जस रमाइलो आउँछ रमाइलो लाग्छ यो ठाउँमा चाहिँ साथीहरू आज बाहिर त निक्लिएको तर एकदम हावा धेरै चलिरहेको रहेछ होइन त्यही पनि अब हामी दुईजना दाजुभाइ यसो मजाले घुम्यौँ जस्तो रमाइलो भयो आजको घुमाइहरू हाम्रोमा विशेष गरिकन समुद्र दुई प्रकारको छन् कि एउटा चाहिँ अब हेर्नु मिल्ने खालको समुद्र होइन जस्तै अहिले यहाँनिर हामी आइरहेको ठाउँ भनेको चाहिँ हेर्न मिल्ने खालको समुद्र क्या यसो आयो बस्छु टक्क समुद्र हेर्दै होइन केही जुसुसहरू अब कसले के खान्छन् होइन त्यही अनुसारको टक्क खाँदै हेऱ्यो त्यो खालको छ अनि अर्को चाहिँ पौडी पनि खेल्न मिल्छ क्या त्यो समुद्र त्यो चाहिँ अलिकति परतिर छ त्यसमा पनि म जानु चाहिँ गएको छु तर खासै पौडेल चाहिँ खेलेको छुइनँ अब गर्मी महिनामा चाहिँ त्यसमा अलिकति धेरै भिड हुन्छ अरे त्यतिखेर जानु चाहिँ रमाइलो हुन्छ है त साथीहरू त्यसको पनि भिडियो बनाउँला हस् त साथीहरू आजको भिडियो हेरिदिनु भयो एकदम धेरै खुसी लागिरहेछ होइन यसरी नै अरू अरू नयाँ नयाँ भिडियोहरूमा भेट्दै गरौँला है त तबसम्मको लागि बिदा दिनुहोस् थ्याङ्क यू साथीहरू बाई हेभ अ नाइस डे टेक केयर